हेलो एन्ड नमस्ते, स्वागत छ साथीहरू आजको यस भिडियोमा। यो हो हाम्रो अफिसियल च्यानल ब्याङ्किङ एक्जाम सपोर्ट नेपाल र म हुँ अनिल सिमखडा। र आजको भिडियोमा म तपाईँहरूलाई जानकारी दिन गइरहेको छु केही ब्याङ्किङ प्रोडक्टको बारेमा, जस्तो एटिएम विभिन्न कार्डहरूको बारेमा आज हामी जानकारी दिन यस भिडियोमा गइरहेको छु। र ब्याङ्कमा हामीले सुन्दै पनि गरेका छौँ र बुझ्दै युज पनि गरिरहेका हुन्छौँ। विभिन्न कार्डहरू यी ब्याङ्कले इस्यु गरिरहेको हुन्छ, जस्तो एटिएम कार्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, त्यसपछि इकम डलर कार्ड, होइन, ट्राभल कार्ड, मास्टर कार्ड लगायतका विभिन्न कार्डहरू ब्याङ्कले इस्यु गरेको हुन्छ। र यो कार्डको फिचरहरू के हो, यसको प्रयोग कस्तो अवस्थामा गर्ने र यसको चार्जहरू र यसको एप्लिकेसन कसरी युज गर्ने, कसरी लिने, यसबारेमा आज हामी भिडियोमा पुरा छलफल गर्नेछौँ। त्यसैले भिडियोलाई पुरा हेरेर सहयोग गर्नुहोला र च्यानललाई लाइक, सेयर र फलो पनि गर्न नभुल्नुहोला है त। अब सुरुमा एक नम्बरमा छ एटिएम कार्ड। एटिएम कार्ड भनेको के हो त, यसबारेमा चर्चा गरौँ। एटिएम कार्ड चाहिँ एउटा एक प्रकारको ब्याङ्क कार्ड हो, जसको माध्यमबाट तपाईँले आफ्नो ब्याङ्क खाता सिधै एटिएम मेसिन मार्फत तपाईँले बिना चेक तपाईँले क्यास विथड्र गर्न र विभिन्न ब्याङ्किङ सुविधाहरू तपाईँले प्राप्त गर्न चाहिँ यसमा सक्नुहुन्छ। यसमा तपाईँको ब्याङ्क खाता, पिन नम्बर र कार्ड नम्बर समावेश गरिएको हुन्छ र तपाईँको कार्डमा चाहिँ यो ब्याङ्क खाता डाइरेक्ट लिङ्क गरिएको हुन्छ र तपाईँले विभिन्न संसारभरिका विभिन्न ब्याङ्कका एटिएममा चाहिँ नि यो सुविधा तपाईँले पाउनुहुन्छ। एटिएम कार्डको मुख्य उद्देश्य के हो त भन्दाखेरि, आफ्नो खाताबाट रकम निकाल्नको लागि ब्याङ्कको काउन्टरमा नगइकन आफ्नो एटिएम मेसिनबाट आफ्नो खातामा भएको मौज्दात निकाल्ने एउटा चाहिँ वित्तीय उपकरण हो एटिएम। र यो एकदम उपयोगी र सजिलो पनि छ। डेबिट कार्डको विभिन्न प्रकारहरू हुन्छ। यस कार्ड मार्फत तपाईँले आफ्नो खातासँग जोडिएको रकमलाई प्रयोग गर्न सक्नुहुन्छ। यस कार्डको प्रयोगले तपाईँको ब्याङ्क खाता सिधै घट्ने हुन्छ र सपिङ मल, विभिन्न किसिमका बिल भुक्तानी, नगद निकासीको लागि चाहिँ यसको खास गरी मेनली प्रयोग हुन्छ है त। एटिएम कार्डको मुख्य प्रयोग चाहिँ क्यास विड्रको लागि हो, आफ्नो त्यसपछि बिल पेमेन्टको लागि, अनलाइन विभिन्न सपिङहरू, पस टर्मिनलहरूमा युज गर्नको लागि भयो। त्यसरी खाता सम्बन्धी आफ्नो ब्यालेन्सको इन्क्वायरी गर्नको लागि पनि तपाईँले यसको युज गर्न सक्नुहुन्छ। यसको फाइदाहरू चाहिँ एकदम सहजता छ, सरल छ, सुरक्षित छ। पिन कोड हुन्छ यसमा, जसले गर्दा आफ्नो सेक्युरिटी हुन्छ। 24 घन्टा चाहिँ आफूले मन लागेको बेलामा क्यास विड्र गर्न सकिन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा यसको नेपालभित्र र बाहिर पनि यसको प्रयोग गर्न सकिन्छ। र एटिएम कार्डको खतराहरूको चाहिँ पिनहरू हरायो, चोरी भयो भने यसको एक किसिमका केही समस्याहरू आउन सक्छ। र नर्मल एटिएम कार्ड बनाउनको लागि तपाईँले ब्याङ्कमा गएर खाता खोल्यो भने फर्स्ट इयर प्राय ब्याङ्कले निःशुल्क दिएको हुन्छ र इयरली चार्ज 500, मिनिमम 500 देखि त्योभन्दा माथि तपाईँले चाहिँ आफ्नो त्यो एटिएम रिन्यू प्रत्येक वर्ष गर्नुपर्ने हुन्छ है त। एटिएम कार्डको बारेमा यति नै थियो। अर्को आउँछ क्रेडिट कार्डको बारेमा। क्रेडिट कार्ड चाहिँ खास गरी ब्याङ्कले दिएको एउटा उदाहरण लोन ओडी सुविधा हो, होइन। क्रेडिट कार्ड चाहिँ तपाईँले आफ्नो कार्डको माध्यमबाट तपाईँले ब्याङ्क लोनको रूपमा चाहिँ पैसा प्राप्त गर्न सक्नुहुन्छ र त्यस रकमलाई पछि केही समयपछि तिर्ने व्यवस्था चाहिँ यसमा मिलाएको हुन्छ। र खास गरी क्रेडिट कार्ड चाहिँ जो कोहीलाई पनि ब्याङ्कले दिँदैन है। यो चाहिँ तपाईँको क्रेडिट हिस्ट्री, तपाईँको ट्रान्ज्याक्सन, तपाईँको इन्कम सोर्सको आधारमा चाहिँ ब्याङ्कले यस्तो सुविधा दिएको हुन्छ, जुन तपाईँको क्रेडिट लिमिटमा आधारित हुन्छ। र यसबाट चाहिँ यस कार्डको मुख्य उपयोग चाहिँ तपाईँले क्यास विड्र भन्दा पनि सपिङहरू गर्न, होइन, सपिङ मलमा बिलहरू भुक्तानी गर्न र यसको अर्को खर्चमा चाहिँ यसको उपयोग गर्न सकिन्छ। क्रेडिट कार्डको प्रयोगबाट चाहिँ तपाईँले आफ्नो खर्च लोनको रूपमा प्रयोग गर्न सक्नुहुन्छ र यसबाट तिर्ने म्याद तोकिएको हुन्छ। प्राय 1 महिनादेखि 45 दिनसम्म हुन्छ र सो अवधिमा त्यसको चार्ज कुनै पनि लाग्दैन। र त्योभन्दा बढी अवधि तपाईँको क्रस भयो भने चाहिँ ब्याङ्कले सर्टेन चार्जहरू यसमा लिने गर्छ है। अब क्रेडिट कार्डको पनि विभिन्न प्रकारहरू हुन्छ, जस्तो गोल्ड क्रेडिट कार्ड, प्लाटिनम क्रेडिट कार्ड, बेसिक क्रेडिट कार्ड भन्ने हुन्छ। क्रेडिट कार्डको फाइदाहरू चाहिँ तत्काल लोन यसले लिन तपाईँलाई सहयोग गर्छ। अनलाइन र अफलाइन सपिङमा प्रयोग गर्न सकियो, सुविधा भयो, होइन। र ब्याज फ्री पिरियडहरू हुन्छ यसमा, 30 दिनदेखि 45 दिनसम्मको क्रेडिट फ्री हुन्छ, होइन। र
आफूलाई क्यास नभएको बेलामा पनि यसले युज गर्न यसको सकिन्छ। यसको चाहिँ धेरै युजफुल छ। अब अर्को नम्बरमा छ इकम कार्ड भनेर छ। इकम कार्ड चाहिँ खास गरी एक प्रकारको डेबिट कार्ड नै हो होइन, जसमा चाहिँ हामीले चाहिँ नेपाली करेन्सी भन्दा पनि विदेशी करेन्सीहरू जस्तै युएसडी होइन, युरो लगायतका करेन्सीहरू लोड गरेर हामीले चाहिँ अनलाइन अन्तर्राष्ट्रिय वेब प्लेटफर्महरू जस्तो अमेजन, इबे हैनबाट चाहिँ इकम कार्डको प्रयोगबाट चाहिँ तपाईँले डलर र विदेशी मुद्रामा सामानहरू खरिद गर्न, विभिन्न अनलाइन पेमेन्टहरू तिर्नको लागि चाहिँ यसको प्रयोग गरेको हुन्छ। र नेपालमा चाहिँ अहिले $500 लिमिट इकम कार्डमा दिएको छ, जसमा चाहिँ तपाईँले इयरली $500 बराबरको युएसडी बराबरको तपाईँले रकम लोड गरेर त्यसको चाहिँ प्रयोग गर्न सक्नुहुन्छ। अब डलर कार्डको चाहिँ एक किसिमको डेबिट कार्ड हो जुन अन्तर्राष्ट्रिय भुक्तानी र डलरको रूपमा शुल्क भुक्तानीको लागि उपयुक्त हुन्छ। यस कार्डको प्रयोग विशेष गरी विदेशी मुद्रा र अन्तर्राष्ट्रिय ट्रान्ज्याक्सन जस्तै वेब पेमेन्ट, अन्तर्राष्ट्रिय यात्रा र विदेशी सपिङ गर्नको लागि युज हुन्छ। यस कार्डको माध्यमबाट तपाईँलाई विदेशी मुद्रा जस्तै अमेरिकी डलर, युरो आदिको उपयोग गर्नको लागि सहज तरिका प्राप्त हुन्छ। यस कार्डको प्रयोगले गर्दा तपाईँलाई अन्तर्राष्ट्रिय बजारमा सामान किनमेल गर्न बिना भुक्तानी मद्दत पुर्याउँछ है त। अब डलर कार्डबाट तपाईँले विभिन्न चाहिँ नि फेसबुक मोनिटाइज बुस्टहरू होइन, युट्युब प्रमोसनहरू, विभिन्न अनलाइन गेमका चाहिँ क्रेडिटहरू किन्न गर्न होइन चिज भयो होइन, अन्तर्राष्ट्रिय ट्रान्ज्याक्सनको लागि चाहिँ एकदम युजफुल छ। र इकम कार्ड लिनको लागि पनि खासै धेरै क्राइटेरियाहरू छैन। तपाईँले ब्याङ्कबाट खाता खोल्नुपर्ने हुन्छ र खाता खोले पछाडि तपाईँले नर्मल डेबिट कार्ड जस्तै गरी तपाईँले एप्लिकेसन प्रोभाइड गरे पछाडि हप्ता 10 दिनमा तपाईँलाई डलर कार्ड चाहिँ ब्याङ्कले प्रोभाइड गर्छ। त्यस्तै अब अर्को नम्बरमा छ ट्राभल कार्ड भनेर छ होइन। ट्राभल कार्ड चाहिँ खास गरी तपाईँ यदि विदेश जाने हुनुहुन्छ होइन, तपाईँलाई विदेश जानको लागि तपाईँले क्यासको सट्टामा म चाहिँ नि कार्डमा लोड गरेर लान्छु र विदेशमा चाहिँ नि विभिन्न पस मेसिनहरूमा, रेस्टुरेन्टहरूमा होइन, विभिन्न अनलाइन पेमेन्टहरू त्यहाँ चाहिँ गर्नको लागि युज गर्छु भनेर चाहिँ लानु चाहिँ पाउने एउटा सुविधा हो। ट्राभल कार्ड चाहिँ एक किसिमको प्रिपेड कार्ड हो, जसमा तपाईँले पैसा लोड गरेर विभिन्न विदेशी मुद्रामा खर्च गर्न सक्नुहुन्छ होइन। यस कार्डलाई तपाईँले एटिएम मेसिनबाट नगद निकाल्न, होटलमा भुक्तानी गर्न, अनलाइन सपिङ गर्न प्रयोग गर्न सकिन्छ। यसले तपाईँलाई सुरक्षित र सुविधाजनक तरिका प्रदान गर्छ ताकि विदेशी मुद्रासँग सम्झौता नगरिकन कार्डमा सिधै खर्च गर्न सकिन्छ। तपाईँले यदि डलर साटो लिएर जानुभयो भने अब अरू देशमा जाँदाखेरि त्यो एक्सचेन्ज गर्नुपर्ने हुन्छ होइन, सर्टेन चार्जहरू तिर्नुपर्ने हुन्छ र क्यासहरू बोक्दा चोरी हुने, हराउने पनि समस्या हुनसक्छ होइन। त्यसले गर्दा ट्राभल कार्ड चाहिँ एउटा बेटर अप्सन हो। यदि तपाईँ एब्रोडमा जाँदै हुनुहुन्छ पढ्नको लागि अथवा घुम्नको लागि भने ट्राभल कार्ड एउटा उपयुक्त अप्सन हो। जसमा चाहिँ एउटा हुन्छ युएसडी ट्राभल कार्ड भनेर हुन्छ होइन। यो कार्ड चाहिँ विशेष गरी युएस डलरमा लोड गर्नको लागि डिजाइन गरेको हुन्छ। प्रायः चाहिँ नेपालमा चाहिँ युएस डलर कार्ड नै हुन्छ होइन इस्यु गर्ने। अर्को मल्टी करेन्सी ट्राभल कार्ड भनेर हुन्छ। अब यो कार्ड चाहिँ युरो, पाउन्ड, अमेरिकी डलर, इएन आदिमा हुन्छ होइन। अर्को चाहिँ सिङ्गल करेन्सी ट्राभल कार्ड भनेर हुन्छ। र ट्राभल कार्डको फाइदाहरू चाहिँ सुरक्षित हुन्छ होइन, नगद प्रयोग नगरिकन सामान्य कार्डको रूपमा ट्राभल गर्दा चाहिँ तपाईँले भुक्तानी गर्न सक्नुहुन्छ र विदेशी मुद्रामा खर्च गर्न सजिलो हुन्छ। कुनै पनि समय र स्थानमा खर्च गर्न सजिलो हुन्छ। अनलाइन सपिङ गर्न, एटिएमबाट निकाल्न, आकस्मिक खर्चको लागि चाहिँ यो एकदम युजफुल हुन्छ है। अब ट्राभल कार्डको लागि आवेदन दिनको लागि पनि तपाईँले प्रायः अलमोस्ट कमर्सियल ब्याङ्कहरू सबैले इस्यु गर्छ होइन। यसको लागि तपाईँको चाहिँ नि ब्याङ्कमा खाता हुनुपर्ने हुन्छ र तपाईँको कन्फर्म टिकट र भिसा अनि पासपोर्ट हुनुपर्छ होइन। यति भएपछि तपाईँले चाहिँ नि ट्राभल कार्डको लागि एप्लाई गर्न सक्नुहुन्छ एउटा फर्म भरेर। र ट्राभल कार्ड चाहिँ एकदम अर्जेन्ट बेसिसमा पनि बन्ने गर्छ होइन। सर्टेन एक दुई दिनमा तपाईँको ट्राभल कार्ड रेडी हुन्छ र तपाईँले त्यसलाई एक्टिभेट गराएर लान सक्नुहुन्छ होइन। र ट्राभल कार्डको लागि सावधानीहरू युज गर्नलाई धेरै खर्चहरू यसमा नगर्दा राम्रो हुन्छ। विदेशी मुद्रा को दरहरू बुझ्नुपर्ने हुन्छ होइन। गुमाउने जोखिमहरू यदि हरायो भने तपाईँले ब्याङ्कलाई जानकारी गराएर यसलाई ब्लक गर्नुपर्ने हुन्छ होइन। यो थियो।